गर्नु पर्यो नि यहाँ बटर र पानी चाहिँ लाइभ गरिराख्नु भएको छ हो ठिकै छ सो यो ताली बजाउँदै गाउँदै बाह्र अहिले ल अब माइतीको लगन गाड्नु सिंदूर हाल्दा यो पोतेर हाल्दा सिंदूर अनि उसमा चाहिँ लगन गाठो रे अरु हुन्छ कोही लगन गाँठो यो लगन गाँठो भनेको पोते लाउने र लगन गाँठो मानिन्छ यो लगनको बेलामा गाँठो पारेर है त अरू यति हो कोही हुन्छ अरू सब बाहिर गए त्यहाँ यसो पहिला शुद्ध जलले छाप गर्नुहोस् ओम यानी यहाँ हाल्दिनु केटी ओम यानी यानी पा पानी जन्म तर के जानी छ तानी तानी पय शान्ति पद छय पद पद ओम यत गणासन सर्वसिम सर्वदसम यसो आजका फुल सिन्दुर हाले मैले चाहिँ नहेर्नु सिन्दुर हाल्नु अहिले त लगन हो सिन्दुर होइन ओम यानी यानी जब पानी जन्म तर के जानी छ तानी तानी पय शान्ति पद छय पद पद ओम यत गणासन सर्वसिम मस्तले पूजा गर्नु चन्दनले पूजा गर्नु अष्टदलले पूजा गर्नु अनि गर्नु आदि हात बिरामी नाम साथी भयो शुद्ध भयो त्यसले धर्मको शासन देव सूर्य हम नारायण ओम विष्णु देव हम नारायण अपवित्रो पवित्रो बानुवहा यस पुण्डरीकाक्षी सभाभ्यन्तर हम नारायण यो अब त्यसमा मैले यसो पूजा गर्दै पूजा गर्नुहोस् तपाईँले सुन्नु होला है मलाई नारायण चन्द्र सरकारी कुसुम सरकारी अपवित्रो पवित्र बानुवहा यस पुण्डरीकाक्षी सभाभ्यन्तर सूची सुपारी छ सबै कुराहरू तपाईँहरूले हाल्ने कुराहरू के छैन भने सबै कुराहरू हालिदिनु है आफ्नो मान्छेले दिने कुराहरू के छ भने अब तपाईँहरू दुईजना पुग्ने उहाँले पोते समाउने म पढ्छु पुग्नु पर्यो आमाले सामान्य घर गर्नु पर्यो मैले जब ओके भनेर मन्त्र पढेर ओके भनेपछि तपाईँले पोते झ्याप्पै लगाइदिने त्योभन्दा अगाडि हतार गरेर लाउनु पाइएन पोते त बसेर लाउने होइन उठेर उठेर ल्याउनु कुन चाहिँ दुईटै पहिला लगनको पोते थियो त्यो लगाइसकेपछि अनि पछि माइली दिँदा के खान्छ रेडी भएर यसरी बस्नु होला मैले पढ्छु अनि मात्रै है पहिले हतार नगर्नु होला ओम नमः भवसम ओम स्वस्ति नो इन्द्रो यसरी टक्क रेडी भएर बस्नु टक्क हेर्दा पनि फोटो पनि राम्रो आएको है ओम स्थिरो ओम स्वस्ति नो इन्द्रो बृहस्पतिः स्वस्ति न पूषा विश्ववेदाः स्वस्ति न राष्ट्राच्यु अरिष्टानेमि स्वस्ति नो बृहस्पतिर्ददातु बृहदस्वा मरुतः सुभयावानो विदस्ते भूतमये अग्निदेवा मनवः सुरक्षस्यसु विश्वे नो देवा अवसानव मन्दिः भद्रं कर्णेति चिरयामं भद्रं पश्येम छविजतिरः स्तुरैरङ्गरुष्टुभः सशस्तनु देवशिमहि देवाहितं वेदायु शतमिनो शरदो अन्ते देवा यत्र नचक्रा जरसः तनु नामं यत्र पितरो भवन्ति मानो मध्यर्खिस्रायुर्गन्धुः अदितिनौ रदितिरन्तरिजमः सपीता समुद्रविष्णुः ॐ शोभासैषवन्मस्मकपिरूपरमो नमो जलसङ्कटो विघ्नाशो विनायक धूम्रकेतुर्गणादस्यो बालचन्द्रोदराः द्वादशी कान्यामानि या पठेतु यादवे विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तथा सङ्ग्रामे सङ्कटे चैव वीरनसेन जायते शुक्लं वरधरं देवं शशिवर्णं चतुर्भुजम् अपि जातं श्रीरतं पूजितो यस्मै सर्वविघ्नहरा तस्मै श्रीमहागणाधिपतये नमः नारायण ओम म यहाँ लगनको सायद बोल्न गइरहेको छु हजुरहरू सबैजना रेडी हुनुहुन्छ बाजा गाजा बजाउनेहरू सबै रेडी हुनुहुन्छ बाजा गाजा बजाउनेहरू सबै रेडी हुनुहुन्छ सिलोके भन्ने सबै ज्योतिष पण्डितहरू सबै सिलो बनाउन रेडी हुनुहुन्छ म अब शुभ टाइमको लगनको टाइममा चाहिँ म बोल्न गइरहेको छु हजुरहरू सबैले ताली पड्काउनु होला बाजा गाजा सबै रेडी हुनुहुन्छ जब मैले ओके भनेपछि सबैजनाले ताली पड्काउनु होला र ओम मङ्गलम भगवान् ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गणरोधज मङ्गलम पुण्डरीकाक्षे मङ्गलातनहरि ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गणरोधज मङ्गलम पुण्डरीकाक्षे मङ्गलम भगवान् विष्णु मङ्गलम गणरोधज मङ्गलम पुण्डरीकाक्षे मङ्गलातनहरि सुदेव लग्न तारा बलम चन्द्र बलम छम देवन छम सबैजनाले क्ल्यापिङ गर्नु होला म शुभ मुहुर्तको समय लगन बोल्न गइरहेको छु
गाना गादाले बाजा बजाउनु होला, सिलोक गाउने सिलोक भन्नु होला, पण्डित गाउने स्वस्ति वाचन गर्नु होला। म मुहूर्तको टाइममा यहाँ चाहिँ तपाईँहरूलाई बोल्न गएको छु। सबैजना कम्प्युटर रेडी हुनुहुन्छ? त्यसो भएदेखि म लगनको समयमा लगन बोल्न गएको छु। मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड ध्वजा मङ्गलिम पुण्डरी काक्षी मङ्गलातनु हरि सुधे बलम ताराबलम चन्द्रबलम सन्देवसु विक्रमतम नारायण च को लगन भयो लगन मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड ध्वजा मङ्गलिम पुण्डरी काक्षी मङ्गलातनु हरि सुधे बलम ताराबलम यो अरू तिनीहरू छैन अनि त्यसलाई लगाइदिनु अब माइक लाउनु पर्यो है यो के लाउनु पर्यो लगाइदिनु है यो ओम स्वस्ति नमः ओम सहिता दन्तस्थ कपिलो भरतः विनायक धम्म चेतु नारस भाव सर्वगान ग्रह सहितानि नमः या प्रभुयावे विद्यारम्भे विदायक प्रजते निगमतः संगमे संगमे विनाशे नारायण सतु भगवान सत्संगम सत्संगम अपनासं सत्संगम सर्वविनाशस्य श्रीमानगणाधिपते नमः ओम मंगल भगवान विष्णु मंगल गरुड ध्वजा और सभी गर्नु लाइन पनि माइली जुलाई खर्की खर्की सबै लाउनु अब यो के पाछ अब ताना ताना गर्ने यो सम्म थोरै लाग्यो सानी मान्छे छैन यहाँ जुलाई भिडियोमै खिच्नु भनेको मलाई दिनुहोस् मेरो मंगल भगवान विष्णु मंगल भूमि हो अब तपाईहरुको विचार ताना राखेर घुम्नु आफै साथमा कमल आएर घुम्नु आफै कम्मरमा त नल्याउँदा काममा राखेको काममा हाल्नु पायो लु घुम्नु यो तपाईले जुन त्यो कलस देख्ने एउटा पानी कलस दिन्छ यो साइडमा राख्नु कलेज पनि खान्छ त्यो पानीहरु सकिहाल्छ कुनै नपाउने पानी चाहिँ कोकोले पानी राख्नु कमला राख्नु र पानी तपाईले यसो समाउनु त्यो कलस यसो गरेर समाउनु हेर्नु त मलाई थोक थोक मात्रै समाउनु कमला बाने होला खाली बोतल पानी थोक थोक समाउनु होला है कति खण्ड 7 खण्ड सात खण्ड अब यहाँ अब गराइदिनु न त्यसो बस्नु क्या यहाँ खाली त आगो त छ नि बस्नु चाहिँ त्यसलाई गाडीहरू सबै थाहा होइन तर खानु मेरो बस्नु बस्नु है कपुरहरू हालेर सब यो गरेर बस्ने एकछिन लाग्छ नि चाहिन्छ कमर मात्रै चाहिन्छ कमर तपाईँले कमर र उहाँले समाउनु थुप्रै चाहिन्छ उनीहरूलाई कमल बाँध्नु आफ्नो सिस्टममा दुईवटा हुन्छ बाँधिनु बहिनी बाँधिनु त्यो होइन लगानी आफूको चाहिँ भाउले बाँध्न पाइन्छ बाँधिनु त्यहाँ पोका बनाउनु बाहिर त्यहाँ अड्किन्छ ठ्याक्कै भएन कपडा सानो अब अब त्यति बाहिर गर्नु हातले समात्नु खासै भिडियो चाहिँ यस्तो गर्दो कसैलाई पनि सन्तोष होइन क्या थुप्रै हुन्छ लगानी मान्छे त हुन्छ नि यहाँ टक्का हालेर होइन इन्डियन मुभीमा जस्तो मैले बाँधेँ है यो त्यो चाहिँ आधै बलेमा घुम्न राम्रो हुन्छ ल हुन्छ त्यति भएर हाल्यो नि अघि साँची भनेको थिएँ नि लु खै यो चलिरहेको छ इन्द्र वेदस्वराः स्वस्ति नः घुम्नु अनि ध्यान नगर्नु है तालको सोध्नु घुम्टो सोध्ने वाला साथै भन्यो भने घुम्टो के भन्छ
निर्वसेमहि देवाहितं विरायो सतन्नो शरदो अन्ति देवाय प्राणचक्राधरसः तनूनाम् इत्रपितरो अवन्तिमानो वचेतित्रायुर्गन्तोः हरितिधौ रवितिरन्तरिक्षमः सपीता सपुत्रः विद्येनो देवा अवसागरामन्यः भद्रं कर्णेति सूर्यां भद्रं पशेन सर्वजत्रः ईश्वरैरङ्गर्षुवः सशस्तनो निर्वसेमहि विराजितं भन्नु होला है कतिपल्ट भयो हजुरलाई थाहा हुनुपर्छ विराजितं विरायो सतमिनो शरदो अन्ति देवाय प्राणचक्राधरसः तनूनाम् कति भयो 7 पल्ट भन्नुभयो अघि भन्दै हातन तिमीलाई त मैले आँगन पोलेर 7 पल्ट घुमाएर ल्याएको हो त भन्छ नि होइन तिमी मोरी मलाई कहाँ छोडेर जान्छ फेरि अनि हो त 7 जुनीसँग साथै 7 जुनीसँग सँगै बाँच्नु भने सँगै गर्नु सँगै बाँच्नु मन्दिरमा बिहा गर्ने यत्रो होला हुन्छ कतिपल्ट भयो ओम नानी नानीलाई पापानी जन्मन्तर तीर्थानि तानि दानि परे शान्ति परे 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 ओम इंद्रगासं सर्वसुं सर्वदेव शिवो नारायणं ओम सुमुखासै दन्तस कपिलो गणगणक नमोदरस विगतो विनाश विनायक धर्मकेतु गणपत्यो भाल चन्द्रगणद्वारस्य तान्यामानि अमृतगणपे भयो अब सुन्नु अब कखन अब तपाईले रमाइलो बेला आउँदैछ अब यो तल राख्नु तपाईँले हात समाएर मलाई बस्नुहोस् भन्ने हात समाएर तपाईँले बस्नु पाएन अहिले बस्नु हात समाएर बस्दाखेरि तयारी गर्नु पर्यो तपाईँले बस्दाखेरि तयारी गर्नुभयो यो अब तपाईँले पछाडिबाट प्याजका बोकेर थाक यो गर्नुपर्छ बाँकी छ उताबाट तपाईँले सिन्दुर पहिला हाल्यो सिन्दुर हालेर फुटै धोको छैन कसै सिन्दुर हाल्छ फुटै धोको छैन फुटाउन राखेको छ सिन्दुर हालेर राखेको छ अहिले अनि यो यतापट्टिबाट सार्नुहोस् पछि फेरि के हुन्छ 2 पल्ट चेन्ज गरिन्छ 2 पल्ट बोकेर झुक्के लाग्दाखेरि सिन्दुर हालेपछि बल्ल हो 2 पल्ट हो 2 पल्ट हुनु यस्तो हुन्छ सिन्दुर हाल्यो पहिला अनि बल्ल चेन्ज गर्नु सिन्दुर नहाल्दै भएकै छैन उसको सुन्नुहोस् है सुन्नुहोस् खिचडीमा चाहिँ के हुन्छ भने किताबमा चाहिँ 7 पल्ट ठाउँको हुँदा गएर बसिसकेपछि केटाले ठाउँ चेन्ज गरेर अनि त्यसपछि गएर सिन्दुर हालेर खुट्टा धुने अनि फेरि ठाउँ चेन्ज गरेपछि फेरि सार्ने अनि त्यसपछि लाडा बस्नु हुन्छ तपाईँले भन्नुहुन्छ भने त्यही गर्नु हामीले जानेको अनुसारले चाहिँ पहिला चाहिँ सिन्दुर हाल्छ सिन्दुर हालिसकेपछि बल्ल ठाउँ चेन्ज गर्छ त्योभन्दा अगाडि अन्त अघि पनि सिन्दुर हालेको जब सिन्दुर हालेपछि बल्ल अधिकार भयो बल्ल अधिकार पाउँछौँ तर पनि अधिकार पाउने अब गर्न कन्यादान भएपछि अधिकार पाउँछन् हाम्रो सिस्टममा जो हुन्छ तपाईँ भन्नुहुन्छ म त्यही गर्दिन्छु अब के गर्दिन्छु अब बुढा धुन पठाउनु ल सिन्दुर हालेको बुढा धुन पठाउन भन्नुहोस् मैले सिन्दुर हाल्ने होला नि सिन्दुर हाल्नु पहिला सिन्दुर हालेको धुन पठाउँ उहाँले कस्तो भन्नु म त्यसरी सिन्दुर हालेपछि बल्ल गर्नु अधिकार भयो होइन अधिकार पाइयो सिन्दुर हालेर के गर्नु कहाँ छुन पाइयो होइन आर्का कहिलेलाई कहाँ छुन पाइयो ठाउँ चाहिँ 2 पल्ट गराइन्छ पछि चाहिँ तपाईँले पछि किताबमा युट्युबहरू तानेर हेर्नु होइन अनि अब तपाईँ भन्नु त्यसमा सिन्दुरको सामान लिएर आउनुहोस् त्यो हालेर तपाईँले त्यो सिन्दुर कहाँ आउँछ सिन्दुरको सामान लिएर आउनुहोस् सबैलाई थालीमा राख्नुहोस् पछि त्यो पछि आउँछ पछि माउ छोडी पछि माउ खाउनु
सिन्दुर हालेको म हेर्दैन क्यामेरा चाहिँ खिच्छु तपाईँले उसले छोरी मान्छेको पछि चाहिँ हेर्न पाइँदैन है सिन्दुर हाल्ने छोरीपट्टि भन्नुभयो मिलेन अनि यो भिडियो हेर्नुपर्छ मलाई त्यो भिडियो खिच्नुहोस् भिडियो धेरै हाल्ने बेला सब अगाडि जान्छ कि यहाँ यो कौडा पहिला चिया राख्नुहोस् पहिला शुद्ध पार्नु पऱ्यो यो यहाँ सिन्दुरहरू सबै खालीमा राख्नु पहिला शुद्ध बनाउनुहोस् र सिन्दुर हाल्ने कार्यक्रम चाहिँ हुँदैछ है अब यहाँ मेरो हालिदिएको मैले चाहिँ हेर्नु हुन्न म चाहिँ अब भिडियो पछि हेरौँ त्यो कपडा शुद्ध लगाउनु पऱ्यो पहिला अनि कौडा तेल छैन छोरीको होइन त सिन्दुर हाल्नु नगरी पहिलेको कपडालाई एउटा खालीमा सबै सिन्दुरहरू त्यसमा हाल्नु कपडा पनि त्यसमा हाल्नु सबै त्यसमा हालेर कुरा गर्नु मोटा गरेर फोल्ड मारेर हाल्नु फोल्ड मारेर हाल्नु अब त्यहाँबाट गङ्गाजल छ मतौलो गङ्गाजल तिनीहरूको पानी ओम आपा पवित्रो पवित्रो बाङ्गो महा यस पुण्डरी काक्षे सभावस्तर सूची देवसु चन्दनले पूजा गर्नु ओम चन्दन समर्पयामि सम अस्कालको यसो पूजा गर्नुहोस् गङ्गारा कालीको पूजा गरिदिने विश्व हिसाबले कानको कानीको बनिसिरम पुष्पले भनेको फुलले पनि पूजा गर्नु ओम पुष्पम समर्पयामि सम तपाईँले सुन्नु है ओम पुष्पम समर्पयामि सम देव सत्य प्राण नारायण ओम विष्णु नमः फुल चन्दनले नमस्कार गर्नु ओम आ ब्रह्म फुल चन्दनले नमस्कार गर्नुहोस् ओम आ ब्रह्मणो बच्चा शिर जायताम आत्म्यो सूर्य दिव्यादि देवदेव धेनुपुरा सुसर्पिरा पुरुषिया विष्णुदेव नारायणसम्म ओम विष्णुदेव नमः नारायणकी समर्पय टोपी हालिदिनुहोस् दुःख पारेर छोइदिनुहोस् र अब तपाईँले अब एकजनाले कपडा यो सेतो कपडा निकाल्नुहोस् लामो बनाउनुहोस् उयो कलशमा लिएर आउनुहोस् सेतो ढाल्ने कपडा चाहिँ लिएर आयो अनि तपाईँले त्यो थालीको दुईटै सिन्दुर लिनुहोस् हातमा लिनुहोस् त्यो पनि खोल्नु त्यो पनि खोल्नु कति धागा डिलिट गर्नु तपाईँ छोरा फर्किनु पऱ्यो उहाँले तपाईँले यति बजी पारेर यो कलशबाट तपाईँ पूर्वतिर फर्किनुपर्छ यस्तो एङ्गलमा यसरी यहाँबाट लिएर आफ्नो माथिबाट पनि हुन्छ त्यसले तपाईँले यहाँ समाउनुहोस् यहाँ आउनुहोस् यहाँ आउनुहोस् यहाँ समाउनुहोस् तपाईँले त्यसलाई खोलेर त्यहाँ जम्मामा हाल्नुहोस् म बाहिर जाने बेला भएको छैन है म बाहिर जाने बेला भयो होला भने हातमा राखेर पानी खालेर एउटा सेरो लामो भएन र यहाँबाट यहाँ कलशमा त्यसरी चाहिन्छ है यसरी यहाँ समाउनुहोस् यहाँ समाउनुहोस् यहाँ समाउनुहोस् नसिरमा ट्याक्क मिलाएर कलशबाट चाहिन्छ तपाईँ खाली लिएर उठ्नुहोस् आफूले ल म चाहिँ यता लुकेँ है त तपाईँ जानुहोस् ल सुन्नुहोस् है
सिका पनि दाइको चाहिँ नबिने तिम्रो मात्रै तपाईँको पुरा मोडा हुनु प्लेनमा चढौँ कुकुर धर्ना अहिले केही नभने नि बेडमा चढ्नु सक्ने काँटाहरू छैन कपडा कपडा काँटा पनि चाहियो तर यहाँ चाहिँ मेरो त सानो काँटा हुन्छ त्यो कालो कहाँ छ मेरो हेर्नु ए एक्स्ट्रा पिनहरू छ नि हुँदैन ए एक्स्ट्रा पिनहरू छ क्या यतिकै हाल्यो कहाँ छ पिन आइदिनु तपाईँले आज यो राम्रो लगाउनु पाउनुहुन्न आज मात्रै सिन्दुर लाउने भोलि बिहान गइसकेपछि मात्रै राम्रो सिन्दुर मलाई लाउनुहुन्छ आज लाउनु आज मात्रै लगाइदिनु तपाईँले दिने बेला चाहिँ तपाईँले अहिले यो सबै दिनुपर्छ तर लाउने चाहिँ यो आज मात्रै यो मात्रै अरू सिन्दुर होइन है त मैले पढ्छु त्यहाँ मलाई एकपल्ट चमेर यसरी निकाल्ने वायु देवता हुन्छन् आकाशमा सम्झिने अनि गणेशजीलाई यसो देखाउने कलशलाई यसो देखाउने आदर बादल भनिन्छ जमिनमा यसो देखाउनु अनि यहाँ कलशको मुखबाट सरर गरेर ठ्याक्क 3 पल्ट गरेर लाउने म पढ्छु है त सुरु गर्नुहोस् निकाल्नुहोस् जमेर ओम स्वस्ति नो इन्द्रो वृहस्पतिः स्वस्ति न पूषा विश्ववेदाः यसो गर्छ यसो गरेर वायु देवतालाई यसो गरिकन यसो थपिदिनु वायु देवतालाई कलशलाई यसो गरिदिनु सम्झनुहोस् अब तपाईँले त्यही हातबाट बिस्तारो सरर लिएर जानु है त ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड ध्वजा मङ्गले पुरारी काक्षे मङ्गलातनु हरि सूर्य बलम तारा बलम चन्द्र बलम देव चन्द्र बलम नारायण ओम अहिले पछि तपाईँले पछि दिनुपर्छ तपाईँले पैसाहरू कपडा हातेबाट पनि आउने मान्छेहरू चाँदो पनि हातेबाट है हातेबाट राम्रो हुन्छ मङ्गलम भगवान् विष्णु हातेबाट मङ्गलम भगवान् विष्णु मङ्गलम गर्नु दादा मङ्गले पुरारी काक्षे मङ्गलातनु हरि फेरि जमेर निकाल्नुहोस् ओम देव शिव वायु देवता वायु भनेको आकाशका देवताहरूलाई यसो भगवान्लाई यसो सम्झाउनुहोस् तर देवतालाई यसो सम्झाउनुहोस् कलश वरुण देवतालाई यसो सम्झाउनुहोस् यहाँबाट सर्वत्र लिएर जानुहोस् मङ्गलम भगवान् विष्णु मङ्गलम मङ्गले पुरारी काक्षे मङ्गलातनु हरि सूर्य बलम तारा बलम चन्द्र बलम देव चन्द्र गिराता हम फेरि पनि निकाल्नुहोस् सिम्पल है त ओम मङ्गलम भगवान् विष्णु स्वस्ति बृहस्पतिः स्वस्ति न पूषा विश्ववेदाः एउटा फोटो पनि निकाल्नु होला है यसो त्यहाँ सम्झाउनुहोस् यसो वरुण देवता वायु देवतालाई सम्झाउनुहोस् यहाँ कलशबाट बिस्तारै सरल लिएर जानु होला ओम देव शिव मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड ध्वजा मङ्गले पुरारी काक्षे मङ्गलातनु हरि सूर्य बलम तारा बलम चन्द्र बलम देव सम्पत्ति गिराता भयो होइन अब तपाईँले हातको हप्तामा अलिकति सिन्दुर लाउनुहोस् दाहिने हातको हप्तामा र एउटा ठ्याप्प गरेर यहाँ एउटा थप्पी मारिदिनुहोस् यसो दाहिने हातमा लाउनुहोस् र थप्पी मारिदिनुहोस् यसो है ठ्याक्क थप्पी लगाइदिनुहोस् ओम देव शिव मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड ध्वजा मङ्गले पुरारी काक्षे मङ्गलातनु हरि यहाँबाट कपडा फुल गर्नुहोस् ओम मङ्गलम भगवान् विष्णु मङ्गलम हरि सूर्य बलम तारा बलम चन्द्र बलम देव मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड ध्वजा मङ्गले पुरारी काक्षे मङ्गलातनु तपाईँले अब यो सिन्दुर कपडा सबै उहाँको हातमा राखिदिनुहोस् यो लगनको तपाईँको यो सिन्दुर सधैँभरि तपाईँले राख्नुहोस् अरूलाई नदिनुहोस् नजर लाग्दाखेरि अरूको यो मिसाएर पनि तपाईँले 60 वर्षसम्म लगाउन पाउनुहुन्छ यो तपाईँलाई श्रीमानले दिएको सिँगार त्यो छोरी मान्छेको सिँगार सिन्दुर भनेको तपाईँको यो प्रतीक हो श्रीमानको प्रतीक हो यो कसैलाई पनि दिन पाउनुहुन्न सधैँभरि तपाईँले चाहिँ यो सुरक्षित गरेर त्यसलाई राख्ने हो कसैलाई दिन पनि गर्न पाइँदैन निकाल्यो
तपाईँले समाज राख्नुहोस् अनि यो थाल त खाली गर्नुभयो अहिले माउ बनाउन चाहिएन यो थाल यो प्लेटमा हाल्दा यो प्लेटमा हालेर तपाईँले समाज राख्नुहोस् यसलाई के समाज अनि तपाईँले सुन्नुहोस् यो आज तपाईँले यो पहेँलो लाउनुभयो भोलि बिहान तपाईँहरूले नुहाइसकेपछि त्यो रातो सिन्दुर लाउने आजको दिन तपाईँहरू छुटेर बस्न पाइँदैन र एउटा सिस्टमले त्यही हाल्नु त्यही तपाईँमा लगाइदिनु अब मामा सक्यो ल अब बडा दिने हैन अब तपाईँ गएर यसो केही केही गर्नु छ भने गर्नुहोस् आएर नत्र भने चाहिँ कुरा हुने कार्यक्रम अब त बडा न होला भइसक्यो एउटा टेबल जस्तो भयो कायदा हुन्थ्यो है उठाउने कार्यक्रम आफ्नो पर्यो एउटा टेबल जस्तो भयो हुन्थ्यो त्यसो राखौँ के माथि राखेर बस्नु हुन्छ ल त्यो जलमा पानी लगाउनु यसमा भरि अनि एउटा भरि अनि अर्को खै छैन सिन्दुर हालेपछि यसो ढोगेपछि ढोगेपछि बुढाको जल खाएको हो भने हो अब त्यो भाँडाको अहिले भाँडा खिचिरहेको अनि यो भाँडा खिचिरहेको कति भयो बाटा कहाँ फेरि 5 दिन दिनु होला नि फेरि होइन यसो भन्नु दुईटा बुढीऔँला है नि यहाँ पानी जान्छ अलिकति हातमा लिएर बुढीऔँला त्यसैमा पर्यो लगाएर साफ गर्न लगाएर त्यसैमा धुम्ला यसो साफ त्यसैमा गरौँला त्यहाँ बसेर खुट्टा धुनु पाएन हुन्छ सकिँदैन त्यो घुँडा गाईको त्यो बुढीऔँला दुईटा बुढीऔँला अलि भित्रै हाल्नु न भित्रै तपाईँले दुईटा बुढीऔँलालाई यसो सराएर मुखमा हाल्ने नि टाक्क लगाउनु पहिला चाहिँ अब शिरतिर यसो पानी छम्केर खुट्टाबाट आफ्नो शिरमा तल खुट्टाबाट यसो लिएर जानुहोस् त्यहाँबाट लिएर गएर सुरुको पाएर पिउनुहोस् मजाले पिउनुहोस् हात तलबाट हात तलबाट घोरा शिरतिर छर्किने सुरुप पाएर मजाले तिर्खा आफ्नो हात धोला चाहिँ खुट्टामा नारायण नारायण अपवित्रो त्यो शिरमा लाउनु साइडमा अब तपाईँले धुनु पर्यो तपाईँले पैसा दिनुहोस् जति माग्नुहुन्छ त्यति दिनुहोस् मलाई समाज समेत 4-5 लाख धेरै माग्थे हातको इसाराले चाहिँ यसो नाप्ने कि हातमा कति लामो छ हेर्नु होला पैसा जुत्ता नगएसम्म छोड्ने होइन खुट्टा सालीहरू पैसा भने जुत्ता गायब भइसक्यो होला साडी छैन साडी नेपाल भा छैन भाँदैन मैले भिडियो नाडेको अनि सालीहरूसँग पनि जुत्ताहरू त व्यवस्था भइसक्यो होला नि है जुत्तै छैन है त देउलाको अब तपाईँले बोकेर उता लानु अब चाहिँ अधिकार हो क्वालिटी मारा बस क्वालिटी मारा पछाडिबाट तपाईँ बाबुले झाडाको बोक्नु पर्छ रुखको उठेर ठ्याक्क यहाँ राख्ने भयो सुरु भयो ओम देवस्य हो पवित्रो पवित्रो ओम देवस्य हो है अब हेरिन्छ है त कसरी गर्नुहुन्छ है उहाँको हात समाएर मेरो राजा बस्नुहोस् भनेर हात समाएर यसरी मलाई तपाईँलाई त्यसरी साह्रो मलाई अघिदेखि भनेर माछा बस्नु खान्छ तहमा भन्न पाइँदैन राजा भन्नुपर्छ राजा रानी हजुर आइसियो गइसियो भन्नुपर्छ अब छोटो मिठोमा उहाँ बसेर मलाई
ल यता बस्नु ल दुईजना दुईजना दुईजनाको बस्ने दुईजना कहाँ उसको दुईजना अक्षता लिएर जानुहोस् पुरा थाली लिएर जानुहोस् पुरा कलश पार्नुहोस् म त गर्मिने भन्नु उयो अक्षता लिएर जानुहोस् र उयो फलको पानी लिएर जानुहोस् फुल लिएर जानुहोस् टिको लगाइदिनुहुन्छ खुट्टाको झल खानुहुन्छ उहाँले दुईजनाको हातमा होइन तिमी उता दाहिनेपट्टि अब त दाहिनेपट्टि बस्नु यो चाहिँ देब्रे होला दाइको दाहिने बस्नु जुटेसमा पानी फुट्टो त किनभने अब दाहिने बस्नु लु तल राख्नुहोस् तल राख्नुहोस् पहिले भान्जीको कि यता भान्जी ज्वाइँको पहिला ज्वाइँ खाएर भान्जा खानु पर्यो ए कलश पानी कहाँ छ पहिला पैसा रेडी गर्नु होला दिने सिने के चलेर एउटा फुलको सँग दिनु हो नेपाली भएन त गाडी हाल्नु पर्यो करवाले हजुर लुकेर जाने फुलको तपाईँ उठाउनु न मैले यसो खुट्टा धुने यसो खुट्टा धुनुहोस् टिका लगाइदिनुहोस् हात यसो गर्नु तपाईँले हात पुस्नु फुलले पनि यसो पूजा गरिदिनुहोस् टिका लगाइदिनुहोस् खुट्टाको जल खानुहोस् यता भान्जी ल्याएर गर्नु ल हुन्छ एक 1 by 1 बाट गर्नुपर्ने उता सकेर हुन्छ उता सकेर यता हो 1 by 1 यसो फुलले गर्ने हातमा पनि यसो लगाइदिनुहोस् पानीहरू यसो पर्सिने टिको लगाइदिनुहोस् यही हो तपाईँलाई जिम्मा लाग्छ तपाईँलाई अब आयु प्रदा धन बिग्रे स्वर्ग उच्च सुखानि छ पुरै शान्ति परचले परे मैले टिका लाउनु पर्ने हजुर मैले तपाईँ होइन अहिले पहिले होइन भान्जी ल्याएको गरौँ न अब दिने कुराहरू समयहरू दिनु फुलको थोमर दिने बस ओम आपा पवित्रो पवित्रो भागो बहा यस पुनः साउन आएन है साउन सुरुमा आउनु पर्यो अब पवित्रो पवित्रो भागो बहा यस पुनः काजे देव से के तामन हम फुल यसो पठाउनुहोस् हात यसो गरिसियो हातमा पनि यसो राखिदिनुहोस् फुल राखिदिनुहोस् हातमा जल खानुहोस् टिका लगाइदिनुहोस् दिने कुरा दिनुहोस् आशीर्वाद दिनुहोस् ल है आजबाट राम्रो रहोस् भन्नुहोस् ज्ञानी हुनुहोस् भन्नुहोस् टिका लगाइदिनुहोस् टिका लगाइदिनुहोस् पैसा दिनुहोस् आजबाट चाहिँ राम्रो रहोस् नरोनु ज्ञानी हुनु भन्नु राम्रोसँगले आशीर्वाद दिनुहोस् राम्रो रहोस् सधैँभरि जहिले भनेको मानिसियो नराम्रो कहिले पनि सुन्न नपाओस् सधैँ राम्रो हुनु सबै हाई हाई बुहारी हाई हाई रहनु भयो कोही हुनुहुन्छ अरू त गएर पनि घुमाउनुहोस् है कोही आफ्नो कोही हुनुहुन्छ भनेदेखि हजुरहरूले धर्न सक्नुहुन्छ मैले मात्रै गरेँ भने मजाले म त बाध्यता हुन्छ त्यो थाल माझेर ल्याउनु पर्यो त्यसमा मैले माने नि त माउर खुवाउनको लागि चाहियो कलश त यस्तै लान्छ घर कुन चाहिँ घरमा लान्थ्यो त्यो सबै गरिदिन्छु थाललाई माउर खुवाउनु लानुपर्छ हाततिर त्यो भिडियो हेर्ने यहाँबाट खिचिरहेछ के पानी खाएको भिडियो देख्नु उहाँले खिच्नु भएको अहिले याद आयो पानी खाएको त देखेछ नि टिका लगाएको देखेछ मात्र म प्रोफेसनल फोटोग्राफर भएको भए त खिचिन्थेँ कि सबै मैले मेसो पाखेर खिच्नलाई त्यो थाल लिएर आउनुहोस् अनि अब यहाँ पर पूजा गरिन्छ फेरि पाँचजना देवताको त्यसपछि गएर आगो भालेर फेरि एकपल्ट चाहिन्छ कि
बालु गर्नुको लागि यो एकपल्ट हवन गर्नुपर्छ अब बालु के गर्नु यसमा प्लास्टिक मलाई कस्तो एक्सपिरियन्स भयो त भाउ के लाग्यो तपाईँले के गर्नु भएको छ यहाँ मान्छेलाई कस्तो गाह्रो होइन बाजे उहाँलाई त के गर्दैन के खाला होइन त्यो होइन कि नेपालमा हो कि बेलुका दुःख पाउँछ यसरी दुःख पाइन्छ यो त मलाई यसो अझ नेपालमा त अब तपाईँ त्यहाँ आफ्नो घरको ध्वजा लगेर उहाँ ध्वजा मिसाएर भोलिपल्ट बिहान दिएको भोलिपल्ट बिहान 4 बजे उठेर तपाईँको 6 बजेदेखि त्यहाँ कुल पूजा लाग्छ त्यो चतुर्थी पूजा गर्नुपर्छ सदस्यहरू पूजा गरेर मात्रै ठुलो नभए तपाईँ त्यो घरको कुलको पूजा गर्नुहुन्छ कहाँ आइहाल्यो हाल्नुपर्छ त्यसमा मैले कहाँ लाँदा भुटी हाम्रो